के मजा भयो र जाँटो अनि त जता हेरे पनि रमाइलो बबाल नामै त काफी छ रोयल मार्केट लो रोयल क्याम्प भित्रको मार्केट यो चाहिँ कोको मार्ट बबाल छ हो मार्केट पनि माथि चाहिँ हामी यो गार्डन एरियामा जाँदैछौँ एतिसलरको टावर यहीँ रहेछ मेरो गाइड चाहिँ उहाँ हुनुहुन्छ म चाहिँ टुरिस्ट हरिणहरू चरिरहेको छ यार पर पर पाखामा हेर्नु त त्यो चाहिँ नहिँड्ने खालको हरिण है ठिक एकै ठाउँमा चरेर बस्ने घाँस खाने चाहिँ हेर्नु त हेर्न सक्नुहुन्छ हरिण ल हेर्नुहोस् है रोयल भ्याली के अरे रोयलले फेरि रुएस भ्याली चाहिँ यहाँबाट देखिन्छ रम्बलघारी पुरै हाम्रो क्याम्प पनि देखिन्छ परको हाम्रो क्याम्प हो हाम्रो होस्टेल उड्ने घोडा देख्नुभयो साथी हो पखेडा भएको घोडा है हेर्नुहोस् त स्विमिङ पुल है यो चाहिँ स्विमिङ पुल क्याम्प भित्र यस्तो भए पो मजा आउँछ त हौ यो चाहिँ स्विमिङ पुल झुलाउने ठाउँ स्विमिङ गर्यो यहाँ अनि झुलाउने लान्टाङ हालिने अब यसरी ओइ लड्यो त म त ओ माई गड माटो लड्यो नजानेपछि यस्तै हो उइ लु कराउँदो रहेछ हौ आइ यो दसैँमा पिङ खेल्नु नपाएको यसपालिको दसैँ तिहारको पिङै यो होला लड्छ के हो आमै कराउँदो रहेछ यसमा चाहिँ कस्तो छ ए यो त झन् बिग्रियो रहेछ अनारको बोर्ड है साथी हो अनार फल्न सुरु भएको फल लाग्न थालेछ हेर्नुहोस् अनार हेर्नुहोस् है दुबईमा अनार फलेको हेर्न सक्नुहुन्छ गाइज अनार हेर्नुहोस् है अनारको दाना अब पाक्छ अब 2 महिना पछाडि झ्याप्प मङ्सिर पुस माघतिर त खाने टाइम हुन्छ यता चाहिँ बास्केटबल ग्राउन्ड है चट्टा लाएर यो के फुल भन्छ यो हाम्रो नेपालतिर धेरै हुन्छ नि गुलाब होइन काँडे फुल के फुल भयो हुन्छ यसको नाम
यो चाहिँ जङ्गल यो चाहिँ हाम्रो बाई रोडको बाटो भन्न नमिल्ने है त्रिभुवन राजपथ नौबिसीबाट हेटाउन जाने बाटो जस्तो छ कि छैन हो साथी हो हेर्नुहोस् है क्लियर आइरहेछ अहिले ब्राइटनेस कम गरेछ कि बाई रोडको बाटो जस्तो छ अब राजकुमारलाई कति भ्युज आउने दामी छ हौ साथी हो दामी यतातिर हेर्नुहोस् यता पनि छ बास्केटबलको चाहिँ ग्राउन्ड लाइनै छ यतातिर हेर्न सक्नुहुन्छ अब चाहिँ हामी यता अब रुम एरियामा आइपुग्यो गाइस हो अब यता रुमतिर मेसतिर आइपुगेको अवस्था गार्डन घुमेर हामी आइपुग्यो कस्तो लाग्यो मेरो भिडियो तर कमेन्ट सेयर गरिदिनु होला स्टिकमा नअलिकन मोबाइल हातले पक्रेको भएर अलि हल्लिएको छ हिँडिरहेको छु म कमेन्ट गरिदिनु होला गाइज लाइक पनि ठोकिदिनु होला भिडियो कस्तो लाग्यो यसो कमेन्ट पनि गरिदिनु सेयर पनि गरिदिनु यो एरिया चाहिँ हाम्रो चाहिँ रुम एरिया हो यता अब हात खुट्टा धुने ठाउँ यो चाहिँ रुम एरिया हाम्रो गाइज